नमस्कार साथीहरू, तपाईँ हेर्दै हुनुहुन्छ वाइबा क्रिएसन। यदि आज तपाईँ थाक्नु भएको छ, यदि जीवनले बारम्बार ढालिरहेको छ र भित्र कतै हार माने सोच आइरहेको छ भने यो आवाज संयोगले होइन, तपाईँको लागि नै हो। यहाँ झुटा सपना बेचिँदैन, यहाँ सजिलो बाटो देखाइँदैन। यहाँ सुनाइन्छ वास्तविक सङ्घर्ष, यहाँ बोलिन्छ नहार्ने आत्माको कथा। किनकि वाइबा क्रिएसनमा हामी विश्वास गर्छौँ, थाक्नु ठिक हो, ढल्नु पनि ठिक हो, तर हार मान्नु कहिल्यै ठिक हुँदैन। यदि तपाईँ तयार हुनुहुन्छ फेरि उठ्न, फेरि विश्वास गर्न र फेरि अगाडि बढ्न, यो भिडियो अन्त्यसम्म सुन्नुहोस्, किनकि यो केवल मोटिभेसन होइन, यो तपाईँलाई फेरि उठाउने आवाज हो। स्वागत छ वाइबा क्रिएसनमा। कहिलेकाहीँ हामी थाक्छौँ, शरीरले होइन, आत्माले थाक्छ। सबैले सोध्छन् के गर्दैछस्, तर कसैले सोध्दैन कसरी बाँच्दैछस्। आजको यो आवाज सफल मान्छेका लागि होइन, यो आवाज हार्दै हार्दै पनि उठिरहेकाहरूका लागि हो। यदि तिमी अहिले अँध्यारोमा छौ, यो आवाज तिम्रो हात समात्न आएको हो। थाक्नु अपराध होइन, रोइनु कमजोरी होइन, ढिलो हुनु हार होइन। समस्या त्यति बेला हुन्छ जब तिमी हार मान्छौ। हामीलाई सानैदेखि सिकाइयो सफल मान्छे कहिले थाक्दैन। तर सत्य के हो भने सफल मान्छे धेरै पटक थाक्छ तर रोकिन्न। आज तिमी कामबाट थाकेका छौ, मान्छेबाट निराश छौ, परिवारको जिम्मेवारीले दबिएका छौ, तर याद राख तिमी अझै उभिएका छौ। तिमीले कसैलाई नदेखाएर कति लडाइँ लड्यौ, राति मोबाइलको स्क्रिन हेरिरह्यौ, आँखा भरिए तर कसैलाई मेसेज गरेनौ। किनकि सबैलाई आफ्नो दुःख सुनाउने हिम्मत सबैसँग हुँदैन। तिमी हाँस्दै हिँड्छौ तर भित्र तुफान चलिरहेको छ। र थाहा छ, यही मान्छेहरू एक दिन इतिहास बनाउँछन्, किनकि जो शान्त भएर लड्छ उसको जित सबैभन्दा ठुलो हुन्छ। यदि तिमी साधारण हुन्थ्यौ भने तिमीले यो आवाज अहिले सुन्दै हुने थिएनौ। तिमीभित्र केही छ, त्यसैले तिमी अझै खोजिरहेछौ। सफलता भाग्यमानीको लागि होइन, जिद्दी मान्छेको लागि हो। तिमीले कति पटक हार्यौ त्यो गन्ने होइन, तिमी कति पटक उठ्यौ त्यो गन्ने हो। आज संसारले तिमीलाई नदेख्ला, तर भोलि संसारले तिमीलाई नजरअन्दाज गर्न सक्दैन। आज एउटा प्रश्न सोध, म आजै हार मान्छु कि अझै एक पटक प्रयास गर्छु? संसार बदल्नु पर्दैन, आज आफूलाई नछोद, सानो कदम चल। एउटा निर्णयले पूरा जीवन बदलिन्छ। आज तिमी रोयौ भने लाज मान्नु पर्दैन, तर आजै हार मान्यौ भने त्यो आफैलाई दिएको धोका हो। यदि तिमी अहिले असफल छौ भने यसको अर्थ तिमी सकिएको छैनौ। कहानी अझै बाँकी छ। आज अन्धकार छ, तर घाम आउनु निश्चित छ। यो सन्झ तिमी यहाँसम्म आइपुग्यौ, त्यसको मतलब तिमी कमजोर होइन। एक दिन तिमी यही सङ्घर्ष सम्झेर मुस्कुराउनेछौ र त्यो दिन तिमी भन्नेछौ, त्यो दिन हार मानेको भए आज म यहाँ हुने थिइनँ। उठ, सास लिऊ, फेरि लाग, तिमी सक्छौ, किनकि तिमी अझै सकिएको छैनौ। यदि यो आवाजले तिमीलाई अलिकति पनि छोयो भने यही ठाउँमा म फेरि आउनेछु, यस्तै सन्देश लिएर, यस्तै शब्द लिएर, किनकि तिमी एक्लो छैनौ। फेरि भेटौँला।